ला रोटी चाहिँ कति ला रोटी त यस्तो भयो। माला पनि रेडी भयो। गाउँ डुल्नु चल्दै गए। हेलो साथीहरू, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि आज चाहिँ लक्ष्मी पूजाको भोलिपल्ट गोरु तिहारको दिन हो। आज चाहिँ चेलीले माइतीको लागि सयपत्री फुलहरू उन्ने दिन अरे, किनभने भोलि टिका लाउने नै दिन चाहिँ चेलीले माइतीलाई माला उनेर लगाइदिनु हुँदैन अरे क्या साथीहरू। खै किन हो कुनी त्यसो भन्नु हुँदो रहेछ। त्यही भएर चाहिँ म एकछिनमा अब नुहाइ धुवाइ गर्छु। अलिकति लुगा पनि धुनुपर्ने छ। त्यसपछि चाहिँ म मेरो माइती राजाहरूको लागि 3 माला भइपुग्छ। 3 माला फुल पुग्ने चाहिँ म फुल टिप्नु जान्छु। अनि भोलि चाहिँ 3 जना दाइ भाउजू अनि नानी आउँछ। म टिका लगाइदिन्छु साथीहरू। त्योभन्दा अगाडि चाहिँ म नुहाइ धुवाइ गरेर चाहिँ यति उयो पनि छ, लुगा पनि धुनु छ। पहिला चाहिँ म लुगा धोएर अनि मात्र फुल टिप्नु जान्छु साथीहरू। भोलिको लागि मम्मी चाहिँ रोटी पोल्दै हुनुहुन्छ। यहाँभित्र हुनुहुन्छ मम्मी। उगार्थ्यौ मम्मी? उगार्नु न। हेलो भनिदिनु न मम्मी। मम्मी हेलो भनिदिनु न यहाँनिर। हेलो। यहाँ हेरेर हौ। हेलो। त्यो माला त नि भित्र र बाहिर नै निकालेर लाउनु नि मम्मी। हेलो हाई। रोटी पोल्दैछु है। डढ्यो मम्मी, रोटी डढ्यो। मैले पोल्यो भन्दा कस्तो राम्रो हुन्थ्यो होला बा। म नुहाउनु भन्दा अगाडि चाहिँ 2-3 वटा रोटी पोलेर जान्छु ल साथीहरू। मैले पोलेको रोटी हेर्नु होला कृपया है। खै ला हजुर। ए धेरै हुन्छ। कति यति? हात पोल्ला है। काट्ने हेर त एकछिनै। यो भन्दा अगाडि त अलिक मजाले यस्तो गर्नुपर्छ नि त। तर म पोल्छु जस्तो लागिरहेको छ। 3टा पोलेर जानु पर्यो नुहाउनु। चुक्कै डर लाग्यो। अजुली भरि उठाउँछ अनि कहाँ एकछिनै साथीहरू। ए ला त्यो त झिनाइ बनाएछ तैँले त। एकछिन न, अनि यहाँ हेर्नु न। यो चोटि चाहिँ यस्तै भयो किनभने यो फर्स्ट टाइम हो नि त। अर्को चोटि चाहिँ मजाले। रोटी चाहिँ कति? रोटी त यस्तो भयो त के भयो। होइन अर्को चोटिको राम्रो बनाउँछु हो। अर्को चोटिको दामी बनाउँछु क्या साँच्चीकै। यो भनेको अलिक हात यस्तो भएन क्या। बुवा आउनु दे त रोटी हेर्नु। डोमाले रोटी पोलेको हेर्नु आउन। यो फर्स्ट टाइम भएर हो। अब अर्को चोटि चाहिँ राम्रै हुन्छ जस्तो लागिरहेको छ मलाई। यो फर्स्ट टाइम भएर मात्रै हो। यो होइन यो चढाउने रोटी हो नि त। देउताहरूलाई चढाउने रोटी हो क्या। 4-5 जति त्यस्तो पर्छ। नपोल्नु चाहिँ बिग्रिन्छ। छोड म पोल्छु। ओ छोड, त्यहाँ हात पोल्छ भन्दैछु अघि नै। सेकेन्ड चोटिमा यतिको भयो साथीहरू मैदाको रोटी। अर्को चोटि चाहिँ खत्रै पोल्छु म। अब हेर्दै जानु होला यहाँ कस्तो पोल्छु। धेर भयो। यो चाहिँ म खत्रै पोल्छु जस्तो लाग्यो। तर यो चाहिँ अलिक चुन्दो रहेछ नि। छ्याउ कति साह्रो। यस्तो गरेर गुम्को बना न। हात थोरै उगान अनि धेरै उक्यो। सबै झुर्का झारेर खेदाइ हाल्नु भयो नि भित्रबाट त साथीहरू। के गर्नु, सिक्ने मौका पनि पाइन। त्यो अब म चाहिँ यति लुगा धुन्छु। मेरो लुगा धुन्छ यति धुइसक्छु। त्यसपछि म माला फुल्नु जान्छु।
खानु थाल्नु भएको? त्यो अघि मैले पोलेको चाहिँ चढाउनु पर्ने हो क्या, पर्छ क्या। मलाई नि एउटा राख्दिनु है मम्मी त्यहाँ। ए चढाउनु भयो साथीहरू। मैले रोटी पोलेको चाहिँ डोन्ट जज मी है, डोन्ट जज मी नि त्यहाँनिर। फर्स्ट टाइम हो नि त, त्यही भएर। अब मैले चाहिँ कपडा पनि धोइसकेँ। अब चाहिँ म फुल टिप्नु जान्छु भोलिको लागि। ए तपाईँहरूलाई मेरो हिजो मैले रङ्गोली बनाएको थियो, यस्तो मेहनत लाग्यो रङ्गोली बनाउनु। अलिकति रङ्गोली बनाउनु पनि कति मेहनत लाग्यो। देख्दै गर्नुभएको रोड माथिको यो फुलहरू कुनै कुनै फुलेको छ, त्यही फुलहरू टिपेर माला उन्ने हो। अब घाँसमा जानु लाग्नुभएको? झक बोकेर जाँदैछु अब फुल टिप्नुलाई। फुल पनि छैन, अलिअलि 3टा माला पुग्यो भने त हुन्छ मलाई। ल मम्मी यो सबै मुडुलै पारेर टिप्दिउँ? हजुर मसिनो फक्रिँदै गर्छ नि त। होइन म त भाउजूलाई पनि लगाइदिने, कहाँ दाइलाई लगाइदिएर चाहिँ भाउजूलाई चाहिँ नलाइदिने। लाउँदा छोरी मान्छेलाई चाहिँ किन जेमा पनि भेदभाव है साथीहरू। माला पनि नलाउनु पर्ने रे हो। अब भेदभाव गरे जस्तो भयो क्या, भेदभाव गरे जस्तो लागेन मम्मी? यसचोटि त साथीहरू फुलले पनि गति नै देखाएछ। अब यहाँ अहिले चाहिँ यति नै भयो कि, यति नै भयो। एउटा माला चाहिँ पुग्छ कि। अब अर्को मालाको लागि चाहिँ तल बारीमा जान्छु। ए साँच्ची तपाईँहरूलाई त ह्याप्पी तिहार नै भन्नु बिर्सेछु नि मैले त। ह्याप्पी तिहार टु अल माई फ्रेन्ड्स, दाजुभाइ दिदीबहिनी सबैजनालाई। राम्रोसँग मनाउनु होला, भोलि भाइटिका हो। भाइटिकामा पनि रमाइलोसँग मनाउनु होला। फर्केको साथीहरू, अब पुगे मेरो फुल चाहिँ यति भइसक्यो। कस्तो भने साथीहरू, खासमा चाहिँ मेरो चाहिँ हामी यता घरमा चाहिँ 2जना दिदी र म मात्रै हो नि त। अनि मेरो चाहिँ आफ्नै चाहिँ अब दाइहरू पनि आफ्नै हो, तर मैले अब टिका लगाइदिनु लागेको चाहिँ ठुलमम्मीको छोराहरू हो नि त। अनि मेरो आफ्नै यहाँ घरमै चाहिँ दाइ भाइ हुनुहुँदैन, तर ठुलमम्मीको छोराहरू हुनुहुन्छ। र मेरो दाइ भाइ छैन भन्नु पनि त्यस्तो फिल पनि कहिले हुन दिएको छैन क्या दाइहरूले। यति फुल उनिसकेर चाहिँ अलिक टाइम भयो भने, यसरी दिउँसै भयो भने त रात पर्नु लाग्यो नि त। अब त यसरी दिउँसै भयो भने चाहिँ फेरि म साथीको घरमा भेट्न जान्छु, साथीलाई भेट्न जान्छु। साथी पनि आएको रहेछ यत्रो गाउँमा होइन साथीहरू। आजभोलि साथी नै भेटिँदैन क्या। गाउँ आयो भने पनि उसै त्यहाँनिर एक्लै हुन्छ क्या। हामी चाहिँ एक्लै हुन्छौँ। कोही पढ्न जान्छ, कोही कहाँ जान्छ। कति साथीहरू त विदेशै गइसक्यो, उनीहरूको पनि छुट्टी नै हुँदैन। आफ्नो छुट्टी हुँदा उनीहरूको छुट्टी हुँदैन, उनीहरूको छुट्टी हुँदा आफ्नो छुट्टी हुँदैन। साथीभाइ त भेटघाटै हुन छोड्यो। 10 पढ्दासम्म मात्रै रहेछ। ल माला उनिसक्यो साथीहरू। यसको कहाँ पो पस्यो? ये मेरो माइती राजाहरूको लागि फुल रेडी भइसक्यो। अब अर्को एउटा लुङ बुन्नु छ। त्यसपछि चाहिँ अनि दाँतैले काटिदिनु पर्यो। काट्यो। कस्तो राम्रो भयो हेर्न साथीहरू है। दाइलाई ठिक्क हुन्छ जस्तो।
म ट्राई गरिदिउँ कि क्या हो तर ट्राई नगर्नु पर्यो फेरि भोलि यो सेकेन्ड ह्यान्ड हुन्छ क्या एकैचोटि दाइलाई मात्रै लगाइदिने हो क्या ट्राई नगर्ने एकदम राम्रो भयो घाँस लिएर आउनु भयो मामा हजुर त्यो नाच त कहाँ गएको नि कहाँबाट आएको रे मामा त्यो नाचहरू ग्राउन्डमा लाउने हो कि बा फुल साँच्चै फुलपाको गएको भन्दै त फुलपा मेरो अभर माला पनि रेडी भयो गाइस मेरो माला रेडी अब म यसलाई शीतमा राख्छु टिनको माथि राख्छु रातभरि अनि यो शीतले गर्दाखेरि जस्ताको तस्तै हुन्छ भोलि कहाँ पो राखिदिउँ तर मम्मी कहाँ यहाँ राखिदिउँ यो उयोमा यो टिनमा राखिदिउँ माला दाईको यही राखिदिए मम्मी यो दाईको लागि यो नानीको लागि अब म एकछिन गाउँ डुलेर आउँछु ल मम्मी गाउँ डुल्नु जान्छु अब कहाँ तातो छैन यो नाङ्लो छ नि त यहाँ माथि नाङ्लो छ क्या कस्तो नाङ्लो छ त्यहाँ पहिलो नाङ्लो खोर्सानी मैले निकालिसकेको छु क्या साथीहरू अब म गाउँ डुलेर आउँछु है त म सँगसँगै गाउँ डुल्नु तपाईँहरू पनि आउनु होला म हाम्रो यो गुरुङ गाउँ देखाउँछु गुरुङ गाउँको एक पाटा देखाउँछु ल मेरो साथी पनि भेट्नुहुन्छ एउटा रोटी दिन त म टोक्दै गाउँ डुलेर आउँछु के हुन्छ लाग्दैन धन्यवाद अघि चढाउनु भयो लु गएकै मम्मी म पर पुगेर आउँछु छिट्टो आउँछु अच्छु बेलुका भयो यिनीहरू पनि के साह्रो करायो बेलुका भयो जाडो पनि भयो ज्याकेट लगाएर जानु पर्यो साथीहरू अब म चाहिँ गाउँ डुल्नु चल्दै गएँ माथिसम्म पुगेर आउनु पर्यो नहिँडेको पनि साह्रै भयो खुट्टा नै प्यारालाइज होला जस्तो भइसक्यो नहिँडेर खुट्टा नै बिग्रेला जस्तो भइसक्यो साथीकोमा गएको घरगन्ती निस्किँदै चिया खाँदै टाइम यहाँ बित्नु लागिसकिसक्यो अब चाहिँ साथीकोमा जाने हो या म चाहिँ माथलो घर आइपुगेँ यहाँनिर हिँड्दै गाउँ डुलेर देखाउँछु भन्दै थिएँ अनि साथीकोमा गएको त साथी नै यहाँ फुल टिप्नु आइरहेको रहेछ ओइ हाई भन्दै फुल टिप्नु आइरहेको रहेछ उसको त 12वटा माला अरे अब 12वटा मालाको लागि त फुल त भव्य चाहिने भयो नि मेरो मात्रै त 2टा लाज हुन्छ फेरि मामाहरूले देख्यो भने के गरेको भन्छ पुरा क्यामेरा र भिडियोले कहिले छोड्दैन ल साथीहरू बाई बाई भोलिको भ्लग आउँछ फेरि भोलि आजको भ्लग भोलि आउँछ भोलिको भ्लग पर्सि आउँछ ल बाई साथीकोमा आइपुगेँ अब एकछिन गफ गर्छु